हेलो गाइस, दिस इज चन्द्र एन्ड हजुरहरू हेर्दै हुनुहुन्छ हजुरको आफ्नो च्यानल डिजिटल टेक नेपाल। म आज पनि फेरि हजुरहरूमा नयाँ टपिक लिएर उपस्थित भइसकेको छु। एज यु क्यान सी गाइस, मसँग विन्डोज 7 छ यहाँ र यो पासवर्ड मैले युजरको पासवर्ड बिर्सेको छु। अब यो पासवर्डलाई कसरी रिसेट गर्ने अब इजी वे हजुरहरूलाई म बताउन गइरहेको छु। रिसेट गर्ने धेरै सफ्टवेयरहरू छ होइन, बाइ कमान्ड पनि गर्न सकिन्छ। त्यस्तै अब मलाई यो पासवर्ड थाहा छैन, मैले यो बिर्सेँ मैले पासवर्ड, मलाई आफै थाहा छैन यो कहिले मैले चाहिँ अब सेट गरेको या फिर के कारण सिस्टम एररले यो पासवर्ड मैले हालेको पनि यसले लिएन है त गाइस। सो अब यसलाई कसरी सल्भ गर्ने हेर्नु है त, म हजुरहरूलाई लाइभ गरेर देखाउँछु। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मसँग एउटा सिडी छ, विन्डो पासवर्ड रिमुभर भन्ने। यो सिडी हो, यो सफ्टवेयर हो, यसको थ्रु म हजुरलाई क्र्याक गरेर देखाउने छु यो है, लाइभ हजुरलाई देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। सबैभन्दा पहिला म यसलाई इन्सर्ट गर्छु सिडी ड्राइभमा। ओके त गाइस, मैले इन्सर्ट गरेँ। त्यसपछि यसलाई रिस्टार्ट गर्नु होला, रिस्टार्ट गर्नु होला। रिस्टार्ट गरिसकेपछि हजुरहरूले F12 डाइरेक्ट यो सिडीबाट बुट गर्नुपर्ने हुन्छ हजुरहरूले। मेरो केसमा अहिले मसँग डेल छ, डेलको चाहिँ बुट की चाहिँ तपाईँको 12 छ। F12 मा मैले क्लिक गरिसकेपछि कम्प्युटरहरूको ब्रान्डमा भर पर्छ तपाईँको बुट की चाहिँ कुन अप्सनमा छ। कसैको तपाईँको 5 हुन्छ, कसैको 2 हुन्छ भने मेरो केसमा डेल छ, डेलमा चाहिँ F12 ले काम गर्दछ। सो म यसलाई तपाईँहरूले देख्न सक्नुहुन्छ, म सिडीबाट बुट गर्ने छु है त। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। अनि प्रेसनिकेट बुट फ्रम सिडी क्लिक गर्नुहोस्, एन्टर हान्नुहोस्। त्यसपछि एकछिन वेट गर्नुपर्ने हुन्छ। यहाँ लोडिङ हुँदैछ फाइल, सिस्टम फाइलहरू लोडिङ हुँदैछ, जुन कि यसले पासवर्डहरू क्र्याक गर्न गइरहेको छ युजरको। हजुरहरूलाई म यो सिडीको कन्टेन्ट, हजुरको सिडीको यो सफ्टवेयर हजुरलाई म तल लिङ्कमा प्रोभाइड गर्नेछु, हजुरहरूले पनि युज गर्न सक्नुहुन्छ प्रोपर वेले। तर एउटा कुरा याद राख्नु होला, प्लिज यसलाई चाहिँ दुरुपयोग नगरिदिनु होला। यो एउटा एजुकेसनल पर्पजको लागि बनाएको हो मैले यो भिडियो। सो प्लिज हजुरहरूले चाहिँ यसलाई दुरुपयोग नगरिदिनु होला भन्ने मेरो विनम्र अनुरोध छ हजुरहरूसँग। सो गाइज, एज यु क्यान सी हियर वी गो नाउ एन्ड दिस इज द वान वी हेभ द डिस्प्ले। हजुरहरूले यो बुट गरिसकेपछि यहाँ देख्न सक्नुहुनेछ तपाईँको आइडी, ओके, अनि युजर अनि पासवर्ड है। तपाईँहरूले देख्न सक्नुहुन्छ फर्स्ट तपाईँहरूले देख्न सक्नुहुन्छ एडमिन छ, एडमिनिस्ट्रेटर छ, गेस्ट छ है त। अघि मैले नखुलेको कुन चाहिँ थियो तपाईँको स्ट्याटस तपाईँहरूले देख्न सक्नुहुन्छ, लक सबै लक छ, एडमिनको थिएँ है मैले नखुलेको। अब हजुरहरूलाई यहाँ क्र्याक गरेर देखाउँछु यो सफ्टवेयरको थ्रु। यहाँ गएर हजुरहरूले रिसेट पासवर्डमा थिच्नु होला। पहिला सेलेक्ट गर्नु होला कुन चाहिँ युजर हजुरहरूले चाहिँ रिमुभ गर्न चाहनुहुन्छ, क्र्याक गर्न चाहनुहुन्छ त्यो कम्प्युटर युजरको पासवर्ड। अलराइट, देन हजुरहरूले यहाँ आएर रिसेट पासवर्डमा क्लिक गर्नु होला। ओके, अनि त्यसपछि हेर्नु रिसेट सक्सेसफुली भने होइन, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ पासवर्डको स्टेटस के छ। यहाँ पासवर्डको स्टेटस पहिला लक थियो भने अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ब्ल्याङ्क भएको छ। इट मिन्स द पासवर्ड हेज बिन रिमुभ एन्ड क्र्याक्ड सक्सेसफुली है त। अब यसलाई हजुरहरूमा बुट गरेर पनि देखाउनेछु होइन, अब बुट गरेर देखाउँछु वेदर यसले चाहिँ मेरो पासवर्ड लिन्छ या फिर त्यो रियली नै यसले काम गरेछ कि नै म हजुरलाई देखाउनेछु। मैले रिबुटमा क्लिक गरेँ, यस रिबुट। देख्न सक्नुहुन्छ मैले लगिन गर्न गइरहेको थिएँ, बट अनफर्चुनेटली यो पासवर्ड चाहिँ एक्सेप्ट गरेको थिइनँ। मैले सफ्टवेयरको थ्रु चाहिँ यसलाई हटाइदिएको छु। लेट्स चेक वेदर इज वर्क न। वेलकम, यस, कुनै पनि पासवर्ड मागेन र कम्प्युटर ओपन हुँदैछ। हजुरहरूले देखाउनु भयो कि यो लाइभ मैले हजुरहरूलाई चाहिँ यो पासवर्ड रिमुभ क्र्याक गरेर देखाएँ। सो हजुरहरूले पनि यदि यसलाई एजुकेसनल पर्पजले युज गर्न चाहनुहुन्छ भने लिङ्क म डिस्क्रिप्सनमा दिन्छु। हियर वी गो नाउ गाइस, वी हेभ बिन सक्सेसफुली क्र्याक्ड अर रिमुभ द पासवर्ड एन्ड विन्डोज 7। अलराइट, सेम सिडी हजुरहरूले अरू भर्सनमा पनि युज गर्न सक्नुहुन्छ।
लाइक एक्सपी एन्ड विन्डो 10 इनफ्याक्ट एक्सपी त कसैले पनि युज गर्दैन है विन्डो 10 मा पनि काम गर्छ यसले सो गाइज हजुरहरूलाई यदि यस भिडियो मन पर्यो लाइक कमेन्ट एन्ड सब्सक्राइब त भन्छ यार हरेक नयाँ भिडियोमा केही न केही ज्ञानको कुराहरू लिएर उपस्थित हुने गर्दछु सो हजुरहरूले यही भिडियोलाई मन पराएर लाइक सेयर एन्ड कमेन्ट गर्नुहोला कुनै त्रुटि भए मलाई चाहिँ सजेस्ट गर्नुहोला लाइक कमेन्ट एन्ड सेयर गर्नुहोला सो नेक्स्ट टाइम मैले चाहिँ कुनै पनि भिडियो अपलोड गर्दाखेरि हजुरहरूको बेल आइकनमा गएर चाहिँ नोटिफिकेसनले तपाईँहरूलाई अलर्ट गरोस् सो गाइज यति भन्दै म हजुरहरूमा छुट्टिन चाहे गुड बाई टेक केयर एन्ड सी यू इन द नेक्स्ट भिडियो